सबैजनालाई नमस्कार, म पवन भण्डारी फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ दसैँको दिन हामी गुल्मी जिल्ला सत्यवती गाउँपालिका 6 ढाबामा आएका छौँ दसैँ मनाउनको लागि। अहिले चाहिँ हामी यहाँ पोखरी चिदीमा हामी नुहाउन आएका छौँ। यहाँ नुहाउँछौँ हामी। हाम्रो यहाँ कता गयो जेन्जी टोली छ ल हेर्नु शिवजी भगवान् क्याप्चरै गरेको छैन त। अब चाहिँ नुहाइधुवाइ गर्छौँ। काम धेरै छ, घर काम पनि गर्नुपर्छ अलिअलि। ट्याक्क लाएर कुहिरो लास जस्तो मजाकै देख्न सक्नुहुन्छ भ्यू। ल यहाँ पानी शिवजी कुमौलो यहाँ नुहाउने ठाउँ। यहाँ नुहाउने ठाउँ यो हाम्रो बाबाहरूले इन्डियामा अलिअलि पैसा जोडेर बनाएको धारा। यो हाम्रो भैर थानको मन्दिर। यो त हाम्रो हजुरबुवाले बनाएको त्यो प्रतीक्षालय भन्ने कि के भन्ने, क्रिया पत्रीहरू आएर बस्नुहुन्छ कि क्रिया गर्ने मान्छेहरू बस्नुको लागि बनाउनुहरू। त्यस्तो कहाँ भनेको भिडियोमा कहाँ त्यस्तो भनेको छ भिडियो। यो हाम्रो खेत छ यता ह। अब यता जानु भेट्न होला। यस्तो कस्तो राम्रो हेर त। आज पानी पर रातभरि हिले दसैँ भयो। दुध लिएर हिँड्नुभयो बुवाहरू। बुवाहरू होइन बुवा। ओहो सोल्टी यहाँ नङ्गाई, अर्को उता अर्को यता। अब मनाउँछु, भिडियोमा त देखाउन। हामी चाहिँ भर्खर सिधीमा नुहाइधुवाइ गरेर फर्केका छौँ ट्याक्क लाएर। अब घर गएर के काम छ काम गर्छौँ हामीले। त्यसपछि कपडा सपडा लगाएर त्यसपछि नयाँ दसैँ मनाउँछौँ। जुन पूजा साबुनले धोएको नयाँ कपडा छ हामीसँग, रिस साबुनले धोएको। अहिले पनि त्यही लगाउने विचार गरेँ हामीले, दसैँमा खर्च नगर्ने। विषम परिस्थितिमा छ। यो विषम परिस्थिति र आर्थिक सङ्कटका बावजुद यस हामीले धेरै धनराशि खर्च गरेर नयाँ कपडा चाहिँ नकिनौँ भनेर चाहिँ हामी जेन्जीहरूले अलिक प्रतिबद्धता जनाउँदै पुरानै कपडालाई चाहिँ प्राथमिकता दिएका छौँ। धन्यवाद। चाहिँ यति बेला लसुन फोक्न लगाइरहौँ छोडाउन। अनि यतापट्टि चाहिँ आलु बसालेछौँ ट्याक्क लगाएर पोख्यो। त्यही पनि यहाँ समीर छ, मम्मी, हजुरबा, यहाँ 95 वर्षको हजुरबा, अङ्कलहरू ट्याक्क लगाएर लसुन फुकाउने अनि छोडाउने अनि मासुमा हाल्ने। चाहिँ हाम्रो टिमले जेन्जी टिमले प्याज लसुन काट्ने कार्यक्रम हुँदैछ। हाम्रो जेन्जी टिमका अध्यक्षहरू यता छन्। अब यहाँ ट्याक्क मासु पकाएर खानुपर्छ। अवस्था पनि देखाउँछु मैले। केमा ठुली भाउजू, यता पनि ठुली भाउजू, यता आन्टी, हजुरआमा यता हुनुहुन्छ। पुग्छ, 3 चोटि बनाउनु पर्छ अझै। हो यता हाम्रो माइली भाउजूले यता चिया बनाउने, भात पनि बनाउने, यता कुकरमा दुध तताउने सबै गर्नुभयो। कस्तो अनुभव भयो भाउजू भन्नु? रमाइलो हुन्छ कि हजुरआमा? सम्मै देखेँ नि। चाहिँ हाम्रो जमरा छ यहाँ पूजा कोठा। यहाँ उही मडिग्रामबाट ल्याएको जमरा यहीँ छ है ट्याक्क लगाएर। यहाँ चाहिँ हाम्रो पन्दाले लसुन थिच्दै हुनुहुन्छ। अहिलेसम्म चाहिँ मैले दिइरहेको थिएँ। अनि यसो भिडियो गराउनलाई म थिच्छु भनेर माग्नु भएको। यो मान्छे चाहिँ होइन, क्यामेरा अगाडि चाहिँ हरियो राम्रो हो, क्यामेरा पछाडि चाहिँ केही छैन। मलाई चाहिँ यहाँ अहिले यहाँ हाल भनेर लगाएर आफूले चाहिँ भिडियो बनाउनलाई अन्त मुस्कानले जनता जान्न चाहन्छ किन यस्तो तपाईले हैन म सेवामा समर्पित छु। कति बेला के काम आइलाग्छ म निरन्तर गरिरहेको छु। खानी भाइ के काम गर्नु भयो त भन्नु गरिरहेको छु। बिहानदेखि म दौडधुप यताउता बिहानदेखि नुहाए अनि रिपोर्टिङ गर्ने, यहाँको सम्पूर्ण डाटाहरू कलेक्सन गर्ने, दसैँमा चाहिँ सर्लक्क लाएर यहाँ दान दक्षिणाहरू कति सङ्कलन हुन्छ, कसले चाहिँ के गर्छ, त्यो सबै रिपोर्ट बनाएर एउटा प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि म निरन्तर जुटिरहेको छु। जुटिरहनु भयो। ल अब भिडियो अफ हुने बित्तिकै मलाई फेरि गर्नुहुन्छ।
ल भिडियो अफ भयो त पक्कु चाहिँ पाक्दैछ सेफ स्पेसलिस्ट सौरभ भण्डारीको हातबाट प्याक चलाएर बुद्धम होटल बुद्धम इन्डियन तन्दुरी कि के रे यतिखेर चाहिँ अब हाम्रो यहाँ तयारी हुँदैछ टिका लगाउने हजुरबा यहाँ रेडी हुँदै हुनुहुन्छ यता मम्मी हुनुहुन्छ यता चाहिँ म चाहिँ देख्न सक्नुहुन्छ सबै हाम्रो परिवारहरू सबै तयारी हुनुहुन्छ अब चाहिँ हामीले साइड पनि ठ्याक्क 11:53 भयो अब कन्ने केटीहरूले टिका लगाउनुहुन्छ त्यसपछि बल्ल ट्याक्क मम्मीहरूले बुवाहरूले सुरु गर्नुहुन्छ सन्दा जेठो मेरो मम्मी बाबा भएको कारणले गर्दाखेरि मेरो मम्मी बाबाले सन्दा सुरु गर्नुहुन्छ फोटो त्यो ग्रुपमा तार्ने कुरो भयो सबैले खिच्न परेन कि रानी हजुरबाले हजुरआमालाई टिका लगाइदिँदै हुनुहुन्छ घाँस काट्नु भन्नुहोस् कन्याहरूलाई टिका लगाइदिँदै हुनुहुन्छ हजुरबा हजुरआमाले म यस्तो म केटाहरूको उमेर बुढो भयो नि आशीर्वाद दिने हो लागा रोगले छोडोस् भन्नुहोस् जय तुम चामुंडी जय भूतत्यारी जय सर्वगति देवी कालरात्रि नमस्ते यस्तो हो कि यहाँ टिका लाग्दा उताबाट फोटो खिचियो भने अरू सबै यता उभिने नि बल्ल झ्याम्म देखिन्छ यता रित्तो बाटोमा त देखिन्छ कि हाम्रो गुरु सेन्द्रा कवि ऐश्वर्यम नौंस गतिस्तपमने मानवतरियोदने कुन्ती सुते विज्ञाने विदुरे भवति भवता व्यक्तिश्च नारायणे देवी भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवदात्री शाश्वता नमस्ते जय तामुण्डी जय बुद्धत्यारिणी हामीले यताबाट भद्रकाली कपालिनी दुर्गा उति धेरै हुन्छ कि जय तामुण्डी जय बुद्धत्यारिणी जय सर्वगते देवी कालरात्रि नमस्ते मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवदात्री शाश्वता नमस्ते जय तुम चामुण्डी जय भूतत्यारिणी जय सर्वगतो देवी कालरात्रि नमस्ते हैप्पी खुसी ठीक छ नि जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवदितम जय चामुण्डे जय बुद्धत्यारिणी जय सर्वगते देवी कालरात्रि ज्ञानी छौ ज्ञानी भएन माते यो त उ भन्दा फोटोलाई महत्त्व दिनु पर्छ यसो शास्त्रमा हेरेन कता फरक त्यो अप्ठ्यारो त भयो पूर्व फर्किनु ठिकै छोरा छिन् जान पाए चाँडै गरेर काम भन्नुहोस् छोराबारी चाँडै एकै ठाउँ भएको देख्न पाऊँ छिटो गरेर बिजाओस् त्यसपछि 3 जनालाई टिका लगाइदिनु पाइयो त्यसपछि 3 जनालाई टिकाउनु पाइयो अहिले यस्तो फेरि टिपी हाल्नु 3 जना परेर जापानका यानसेन के दिनु पर्ने त्यही हाल अब धेरै हाम्रो घरमा अब दाइको घरमा छोरी चाहिँ भएर बसी छौ त्यो चाहिँ सधैँ कायम रहोस् मनले चिताएको पुस् सुख शान्ति समृद्धि जीवन रहेसम्म घर परिवार कुल कहिले पनि बिर्सन हुन्न तिमी छौ र हामी छौँ हामीबाट तिमी छौ सबैको ख्याल गर्नु नभए यसो गर्नु पर्ला फर्कने बेला एक दिन उतै पार्टी गर्ने त्यही रमाइलो गर्ने गरौँला यतै केही पाटिसक्यो पालो आएन दुर्गा क्षेमा शिवदात्री शाश्वता शिवनी छ खै म फेरि मम्मी बन्न पाइयो सर श्रीयन दशतरे सत्यांचा कुंती सुते
जय चामुण्डे जय बुद्ध तिहारिणी जय सर्वगते देवी कालरात्रि नमस्ते आयो धरण सुते श्रीयंत सुतरे सत्यात कुंती सुते विज्ञाने विद्ये भवति भवता कीर्ति नारायणी अंतुर्य दानव दानी दुर्गाले आशीर्वाद मनुष्यता पो रोग नलस सबैको हिरा भयो हो अझै हिरा हुँदै गयो सही कुरो डायमन्ड जरा दिने तातो भइसक्यो जङ्गली मात्रै होला कामहरू अर्को वर्ष 2 जनालाई टिका लगाइदिनु पाइयोस् भन्नुहोस् त चन्त जाने कुरो एउटा मात्रै कुर्सी राख्दा अलिक कस्तो कस्तो लाग्यो अर्को वर्ष यहाँ 2टा कुर्सी राखेर आयो धरण सुते श्रीयंत सुतरे सत्यात कुंती सुते भगवत कृपा प्राप्त भएकै हो हिरा अब हिरो नि हाम्रो छोरालाई पोसिला आउँछन् के पछि लागिसक्यो होला कसैले लाएर नि छोड्यो टुङ्गोनी लागिसक्यो होला के रे दाइ कसैले पछि लाएर नि छोड्यो होला भनेको होइन दसैँ खानु पर्यो आयो धरण सुते श्रियं दशरथे शत्रुक्षय विज्ञान विग्रह भवति भवतां कृतस्थ नारायणे नव दुर्गा माताको आशीर्वाद दे सदैव उन्नति र प्रगति होस् मनले चिताएको पुगोस् चाँडै चाहिँ यसो वैवाहिक कार्यक्रममा चाहिँ यसो समावेश हुन पाइयोस् है ल फुलको इज्जत राख्नु ल बडा दसैँ 2082 को असीम अनगिन्ती शुभकामना ल नारायण आयुष्मान घरकै सधैँ दाहिना रहन् मनले चिताएको होस् पढाइ लेखाइमा मस्त छौ तिमी चाहिँ कन्टिन्यू दिइरहेको त्यसलाई चाहिँ दिनु कहिले पनि यो चाहिँ सधैँ रहिरहनु अब अलिकति गल्ती भइरहेछ जन्म जान चाहिँ म छुटिरहेको छु अब सकेसम्म चाहिँ त्यो पनि सौभाग्य जुरोस् यथेर नछुटौँ निरोगी रहनु यसो सधैँ अब तिमी जोडी भन्नु पाइएन घरैको भेल्यु छैन अझै जागिर खाने हो एकदम देशको सेवा गर्ने देश बनाउने हो जय जयजी जय ल यहाँ घरै अनि त खै अन्त बोला रेडी गर्नु ल यहाँ केही भयो दाजु माधव दाइ ल होइन एकदम सुशील कन्या एकदम संस्कारी गुणले भरिपूर्ण ल भाउजू खै
अलि स्लो मोसन होइन अलि क्विक है दनादन बन्द गरिदियो पुरानो पुस्ताबाट ढिला भयो कि नयाँ पुस्ताले चाहिँ छिटो गर्ने नि साथी त गायत्री देउरानी मङ्सिर आउँदैछ उचित विचार गरियोस् दुःख भएर भाइलाई घर रित्तो नहोस् उता जाँदाखेरि यता चाहिँ फेरि रोटेसन मिलाउनु पर्यो ल ए माधु गाईहरू नि गयो भने अब हामीलाई सुते श्रीयन्त सतरे सत्यं कुन्ती सुते विज्ञाने विद्ये भवति भवताम् भिडियो भयो एउटा मान्छे लाउँदै होइन के लस गरेपछि कि राम्रो मङ्सिरमा चाहिँ चट्ट हो त अब दम्पति गरे पनि हुन्छ घर पनि बनाउने देश पनि बनाउने भविष्य पनि बनाउने मिसन कति मिसन चाहिँ अब 82 मै मनोकामना पूर्ण होस् दुर्गा देवी माताले रक्षा गरून् ल भाग्यमानी हुनु शुभ आशीर्वाद मेरो मोबाइल गाली कपाली दुर्गा शिव शिवदात्री सहसोदा नमस्ते जयतम जयतम जय 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 कालरात्रि नमस्ते ज्ञानी छौ हुन्छ त्यो पनि रोक्नलाई सबभन्दा ठुलो त्यही छ खुसी राम्रो हुँदै गएको छ राम्रो भाउ छोरा बुहारीले राम्ररी पाले जस्तो आफ्ना बाआमा झै त्यस्तै बनाएर अझै राम्रो बनाएको लगाइदिनु होइन यतिको लगाइदिनु होइन ल हजुर देख्न पाइयोस् हामी टिका सिका लाएर सबैको आशीर्वाद लिएर घरतर्फ फर्किएका छौँ बुटोल जान्छौँ अब त्यसपछि बुटोल भएका सम्पूर्ण बुवाहरू आमाहरूको हातको टिका लाउने कोसिस गर्छौँ अब गाडी पाइन्छ कि पाइँदैन थाहा छैन त्यही पनि अब तलसम्म हिँड्नपर्छ लगभग आधी घन्टा जति त्यसपछि गाडी पाइन्छ कि पाइँदैन सिट पाइन्छ कि पाइँदैन त्यो केही पनि थाहा छैन हेरौँ अब यात्रा के कस्तो हुनेछ यो चाहिँ हाम्रो गाउँ कति राम्रो हेर्नुहोस् हामी चाहिँ भर्खरै माथि हो उहाँको डाँडाबाट हेर्नुहोस् त मैले तपाईँहरू देखाएको थिएँ नि हो यहाँ डाँडा है यो ढुङ्गाबाट अनि यहाँबाट चाहिँ हामी भर्खर आइसकेका छौँ करिब आधी घन्टा जति हिँडेर आधी घन्टा त अलि लाएन 20-25 मिनट जति हिँडेर अब चाहिँ हामी यहाँ सबै यता पनि देख्न सक्नुहुन्छ यता पनि देख्न सक्नुहुन्छ यता 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 हो उहाँ भाइ पनि छ अब हामी यहाँ बसको प्रतीक्षामा छौँ अब जे पाइन्छ जुन गाडी पाइन्छ त्यही गाडीमा बसेर जाने कुरा गर्छौँ सबै बुटोल जानेछौँ हामी यहाँबाट हेरौँ कस्तो हुन्छ गाडी पाइन्छ कि पाइँदैन हामी चाहिँ यहाँ बुटोल जान भनेर गाडी कुरेछौँ हामीले चाहिँ भर्खर के भन्ने सिट पाथ्यौँ अनि एकदमै भिड थियो कि रिडीसम्म अनि रिडीसम्म चाहिँ उभिएर आयौँ भाउजूले त मजाले पाउनु पर्थ्यो मैले पाएको थिएन रिडीबाट बसेर आँखाम सर र अन्टीहरू अगाडि हुनुहुन्छ मम्मीहरू पछाडि बालकृष्ण भाइ सबै सँगसँगै आँखाम सिट पाएर आनन्दले बसेर राति 8 बजीसम्म घर पुगिन्छ होला यो चाहिँ तानसेन बजार हामी तानसेन आइयो हामी चाहिँ यति बेला ठ्याक्क 9 बजे घर आउन लागेका छौँ
गाडीमा सजिलै बसेर आउनु पाइयो पाउनु त एकैछिन 1 घन्टा जति उभिनु पऱ्यो म नभए सबैजना राम्ररी बसेर आइयो 9 बजे अब यहाँ घर आइयो अब ककस कहाँ जाने थाहा छैन अब जान्छौँ के अरे ककस कहाँ भ्याइन्छ को अब उठ्नु भयो कि सुत्नु भयो के भयो त्यो सबै तपाईँहरू देखाउँछु मैले हामी चाहिँ भर्खर राइलो बुवाको घरमा गएर टिका लगाएर आइसकेका छौँ अरू बुवाहरूको घरमा जान चाहिँ पाइएन किन भन्दाखेरि अलि जो राति भएको थियो 9:30 बजे त हामी राइलो बुवाको घरमा गएका थियौँ अनि त्यहाँ गएर चाहिँ बुवाहरू सुतिसक्नु भएको थियो अनि उहाँहरूलाई उठाउन पनि अप्ठ्यारो भइ उठाइयो अनि त्यहाँ चाहिँ मैले भिडियोहरू खिच्न पाइनँ त्यहाँबाट चाहिँ अब अरू हजुरबाहरूकोमा पनि जान खासै सम्भव भएन सुत्नु भयो होला भन्नेतिर लाग्यो हामी सबैजना अलि जो अँधेरो भइसकेको थियो 10 बजिसकेको थियो त्यसपछि चाहिँ राइल बुवाका टिका लगाएपछि चाहिँ मैले भाउजूलाई माइत लगाएर टिका प्रसाद ग्रहण गरेँ मैले पनि ग्रहण गरेँ भाउजूले पनि ग्रहण गर्नुभयो त्यसपछि चाहिँ म यता घर आएको छु भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यति भन्दै म यो भिडियोलाई यतैतिर अन्त्य गर्न चाहन्छु आगामी दिनमा राम्रो भिडियो लिएर पक्कै पनि उपस्थित हुनेछु त्यति दिनसम्मको लागि बिदा दिनु होला हस् नमस्ते